यहाँ त घर छ, खाट छ, गुन्द्री छ, पिँढी छ, दलान छ, मान्छे छैनन्। भकारी छ, अन्न छैन। आँगन छ, नाति नातिना छैनन्। कुन पुस्ताले यति राम्रो घर सृजना गर्यो है, दोस्रो पुस्ता तेस्रो पुस्ता आउँदाखेरि पुरै रित्तो छ। हेर्नु त यो ठाउँमा सिमेन्ट लिएर आएर, रड लिएर आएर, पानी ट्याङ्की लिएर आएर यो घर बनाउँदा कति खर्च होला। यस्तै ठाउँमा पनि मेहनती हातहरू पनि छन्। प्योरली अर्ग्यानिक खेती गर्ने उद्देश्यले लगभग यहाँ फलफुल र तरकारी, स्पेसल्ली अझ हाई भ्यालु क्रप, त्यो खेती गर्ने उद्देश्यले एउटा पुरै टिमले यहाँ चाहिँ लगभग 35 रोपनी जमिनमा खाल्टा खनेर फलफुलका बिरुवाहरू रोप्नका लागि तयार गर्दै हुनुहुन्छ। सायद यसले अलिकति गाउँको मुहार कल्टे फेर्छ कि कस्तो राम्रो, यति राम्रो दृश्य छ सर यो। सब यो नेपियर घाँस हो, जङ्गली नै होला। होइन रोप्न त कसले रोप्या होला र यो रोपेकै हो। हजुर अहिले यो किलो गाड्नु हो कि रोप्नु आएकै हो? चिन्न राखेको। हो तर बिरुवा हुर्केपछि चाहिँ बिरुवाले जित्न थालेपछि यो झारले खासै केही नगर्ला।